सो तपाईँले चाहिँ टिभीएसको अहिले कुन चाहिँ साधन चलाइरहनु भएको छ? मैले रेस एक्सपी चलाइरहेको छु। सो ओभरअलमा तपाईँले कति टाइम चलाउनु भयो र तपाईँको एक्सपिरियन्स कस्तो छ त्यति मात्र भनिदिनुहोस् न। मैले लिएको चाहिँ अगस्तमै ल्या हो। भ्यालीभित्र मात्रै कुदिरहेछ, वर्क टु होम टु वर्क मात्रै भएको छ, तर एकदम मजाले यस्तो फेरि स्मुथली चल्छ है। अरू मतलब त्योभन्दा अगाडि मेरो अरू नै चलाएको थिएँ, बट यो टिभी रेस एक्सपी चाहिँ यस्तो बबाल छैन, यस्तो बबाल होइन। म अरूलाई पनि यदि हजुर स्कुटरहरू किन्न चाहिरहनु भएको छ भने चाहिँ रेस एक्सपी नै लिनु। मैले चाहिँ एन्ट्रोको सर जस उकालमा पनि राम्रोसँग पिकअप हुने। मैले चाहिँ अब टिभीएस एन्टोरकै हो होइन। आई बिन राइडिङ इट फर 5 years, 5 वर्ष भइसक्यो। सो मलाई त एकदम रमाइलो लाग्छ, पावर पनि त्यस्तै छ है, हेर्दाखेरि पनि स्पोर्टी लुक छ। सो फ्यामिली फ्रेन्डली पनि छ भनौँ, डिकीमा स्पेसहरू पनि मजाले अटाउँछ। एज अ युजर, एज अ राइडर माइसेल्फ मलाई चाहिँ एकदमै रमाइलो लाग्छ। मलाई एन्टोको मन पर्नु कारण चाहिँ तपाईँको यसको चाहिँ हेभी पिकअप अनि लोड पनि राम्रो तान्ने होइन, बोक्ने। राम्रो छ। पहिला नि एन्टोकै चलाएको हो, रेडमा चलाएको थिएँ, अहिले ब्लू चलाएको छु। राम्रो छ, एन्टोक मन परेर चलाइरहेको। मेरो साथीहरूले धेरैले युज गरेको भएको कारणले अनि उहाँहरूले भन्नुभयो माइलेज पनि राम्रो छ अनि सर्भिसहरू पनि अलि राम्रो छ अनि पावर पनि राम्रो छ।